अब वडा अध्यक्षको हातमा त ठेङ्गो भयो, उपमेयरको हातमा पनि ठेङ्गो भयो। अब भ्रष्टाचारी गर्नु पाएन। जति पनि पहिलाको कार्यकालमा चाहिँ यो खोला नाला उत्खनन गरेर बालुवा गिटी रोडा माटो वन जङ्गलहरू चाहिँ भ्रष्टाचारी गरिरहेको थियो हैन। त्यसलाई चाहिँ रोक्ने काम चाहिँ पहिला सर्वप्रथम त स्वतन्त्र उम्मेदवार हैन बालेन हर्क साम्पाङले रोकिदियो। रोकेपछि त अब सरकार राज्य पक्षको त अब पार्टी कसरी चल्छ हैन। पार्टी चलाउनुको लागि त पैसा चाहियो। अब त्यत्रो पैसा खर्च गरेर पार्टीले पनि अब उम्मेदवारले पनि पार्टी अन्तर्गत पैसा खर्च गरेको त अब उठ्ने भएन। अनि त्यसको आक्रोशित भयो। अनि स्वतन्त्रले चाहिँ जुन भ्रष्टाचारी गर्ने मुहानै बन्द गरिदिएपछि चाहिँ अनि केन्द्र सरकार पार्टी दलका केन्द्र सरकार स्तरको माथिको उच्च तहकोबाट वडा अध्यक्ष र उपमेयर चाहिँ अनि स्वतन्त्रलाई चाहिँ झुटो आरोप लगाएर चाहिँ त्यसबाट चाहिँ मेयरको पदबाट खारिज गरेर चाहिँ त्यसमा चाहिँ अर्को नियुक्ति गरेर चाहिँ फेरि भ्रष्टाचार गरेर चाहिँ यिनीहरूले पैसा खर्च गरेको भन्दा पनि डबल तेब्बर फाइदा लिने हिसाब